आज हो मेरो कटिङ सिरिजको डे 38। आज हो लेग डे। फर्स्ट मिल अफ द डे एग्स, फिस एन्ड सम राइस। जिम जाने समय भयो, सो प्री वर्कआउट मिल एन्ड क्रिटेन बोतलमा हाली जिम जानलाई रेडी भयो। अनि एल्काइटिन पनि खाए। तपाईहरुलाई किन्नु छ भने यु क्यान भिजिट वाङ सप्लिमेन्ट स्टोर, युज माई कोड फर डिस्काउन्ट। अनि जिम पुगे। सो आज हो लेग डे। वार्म अप गरेपछि स्क्वाट मसिनबाट सुरु गरे। टोटल फोर्सेस 20 रेपिटेसन प्लस थियो। बारबेल स्क्वाट भन्दा चाहिँ मैले मसिन स्क्वाटलाई प्रिफर गर्छु, किनभने बारबेल स्क्वाट हान्दाखेरि मेरो लोवर ब्याकमा अलिक बढी प्रेसर परे जस्तो लाग्छ। मसल बिल्डिङ लङ रन गेम हो, सो इन्जुरीले सकेसम्म अभोइड गर्नुपर्छ। त्यो भन्दामा मैले बारबेल स्क्वाट नगर्ने त होइन, गरिहाल्छु। नेक्स्ट एक्सर्साइज फर द लेग एक्सटेन्सन 3 ड्रप सेट। अलरेडी क्वाड्स दुखिसकेको थियो, झन् ड्रप सेटले त मुस्किल बनाइदियो। फर ह्यामस्ट्रिङ टोटल 3 सेट्स। फर काप्स रेडी गरे 3 सेट्स। एन्ड आज एप्स पनि थियो, एप्सको टोटल 2 सेट गरे। आज ट्रेनिङ सेसन यति नै थियो। लेग डे अलि टफ नै हुन्छ। अनि कार्डियो गरे 12 के स्टेप डाउन पोस्ट वर्कआउट मिल। आजको दिन यति नै थियो, भोलि फेरि गर्नुपर्छ।